यहाँ हेर्नु त यो किरा है, यो किरा है। अरू पनि तपाईँहरूलाई म किरा देखाउँदैछु है। किरा देखाउँछु बेगमा खै, यहाँ राखाइदियो त। यहाँ किरा हेर्नु, यहाँ जुका किरा। सबैजना राधे राधे। हामी भन्छौँ नि हाम्रो आसाममा मात्रै धेरै किरा लाग्छ यो चिया बगानमा भनेर, तर आज म आएको छु अरुणाचल प्रदेशको वाखेत भन्ने ठाउँमा है। यहाँ पनि यति किराले, यो जुका किराले यति डिस्टर्ब गरेको रहेछ, यति वाक्क पारेको रहेछ, दबाई हान्दा पनि भाग्दैन अरे। अझै म तपाईँलाई देखाउँदैछु जुका किराले खाएको। हेर्नु यहाँ, हेर्नु बगानको गति हेर्नु। क्षेत्र यहाँ हेर्नुहोस्। यहाँ हाम्रो वाखेतमा हुनुहुन्छ, वाखेतकै बगानको म्यानेजर हुनुहुन्छ। तपाईँलाई यो जुका किराले कतिको यहाँ वाक्क पारेको छ? राधे राधे गुरुजी। ए जुका किरा यसपालिको जुका किरा गएको छैन, कति दबाई हान्दा पनि गएको छैन। एकदम जुका किरा पुरा लागिरहेको छ। अहिले पनि दबाई हानिरहेको छौँ, फेरि पनि गइसकेको छैन। जुका किरा पुरा लागेको छ। तपाईँले यसलाई के दबाई युज गर्नुहुँदैछ त? अहिले पहिले साइप्रोमेथिन हानियो, त्यहाँबाट फेरि अहिले टाकुमी हानिरहेको छ। टाकुमीले पनि क्लियर गएको छैन। म अगाडि सुन्दै थिएँ आसाममा भन्दा अरुणाचलमा बगान धेरै राम्रो हो, किरा त्यसरी लाग्दैन भन्दै थिएँ। तर अहिले त धेरै किरा लाग्दो रहेछ। यो कारण चाहिँ के होला त? होइन यस्तो छ, आसाममा र अरुणाचल भन्नाले त्यस्तो केही होइन। अरुणाचलमा पनि किरा लागिरहेछ। पहिले आजभन्दा 2-4 वर्ष अगाडि अलग कुरा थियो, तर अहिले आसाम अरुणाचल एउटै छ। बराबर किरा लागिरहेको छन्। किरा, रातो किरा, कालो किरा, जुका किरा जे पनि होस् बराबरै छ यहाँ एउटै हो अनि धन्यवाद छ हाम्रो म्यानेजर सर एकेजीलाई। यहाँ हेर्नुहोस् त किरा, यहाँ हेर्नु किरा है। यहाँ हेर्नु, यो किरा हेर्नुहोस्, यहाँ किरा हेर्नुहोस्। आम्मामामा हरि किरा हेर्नुहोस् है, देख्नुहुँदैछ किरा। हामी भन्थ्यौँ अरुणाचलमा धेरै राम्रो खेती गर्नलाई भनेर, तर अहिले अरुणाचलमा पनि सबै बर्बाद भएको छ है। चिया बगानले गर्दा बर्बादै भएको छ। किरा काहीँ पनि कमी छैन है। अब यसको सुरक्षा आफै गर्नुपर्छ, अरुणाचल र आसाम भनेर हुँदैन है। राधे राधे। हेर्नुहोस् यो वाखेतको जग्गा है, देख्नलाई हरियाली छ, राम्रो छ, अक्सिजन राम्रो छ, यहाँको वातावरण राम्रो छ। किनभने चारैतिर जङ्गल छ। र सबैभन्दा दुःखको कुरो यो हो कि यहाँ कारेन्ट छैन। यहाँ सोलरले काम चलाउनुपर्छ। र देख्नलाई राम्रो छ, तर एउटै यहाँ अलिकति अप्ठ्यारो रहेछ। अहिले जुका किराले चाहिँ साह्रै वाक्क पारेर मान्छेलाई, त्यही चाहिँ एउटा प्रब्लम भइरहेको रहेछ है। राधे राधे।